भूपेन्द्रले बुन्टीलाई गरेको व्यवस्था उचित छ त? हो दर्शक, बुन्टीलाई यति धेरै समस्या र सङ्कट आइपर्दा पनि आफ्नै श्रीमानले वास्ता गरेका छैनन्। उता बुन्टीलाई भूमिकाले काठमा बाँधेर राखेता भए पनि उनका दाइ टोकाले आएर बुन्टीलाई छुटाएका छन्। टोकालीले बुन्टीलाई छुटाउन भूमिकालाई झापड समेत हानेका छन् र अझै अत्याचार गरे हात काटिदिने धम्की दिएका छन्। भूमिका र टोकालीको फाइट भने भूपेन्द्रले देखेका हुन्छन्। के अब भूपेन्द्रले बुन्टीलाई भूमिका र भाइ भीमको अत्याचारबाट बचाउन सक्छन् या आफ्नै बहिनी र भाइको पक्षमा लागि बुन्टी र टोकालीलाई फेरि पनि बाँधेर दुःख दिनेछन्? हजुरहरूलाई के लाग्छ? साथीहरू, भूपेन्द्रले भूमिकाले गरेको अत्याचारको बदला लिएको हेर्न चाहनुहुन्छ भने कमेन्ट बक्समा चाहन्छु भनी लेख्न भने नबिर्सिनुहोला। आजलाई यति नै। हस्त, धन्यवाद। भेटौँला।